सबैलाई नमस्कार। आज म ठक्योरे खेकेन भनेको के हो भन्ने प्रश्नको बारेमा उत्तर दिन्छु। निष्कर्ष बसोबास अवधि सकिन लाग्दा अर्थात् मिति बिल्कुल नजिकिँदा भिसा नवीकरण वा बसोबासको किसिम परिवर्तनको आवेदन बुझाएको अवस्थामा कागजमा बसोबास अवधि सकिए पनि नतिजा नआउन्जेलसम्म बढीमा 2 महिना जापानमा बसिरहे पनि हुन्छ भन्ने प्रकारको मोहलन जस्तो विशेष समय हो। महत्त्वपूर्ण बिन्दु तीनवटा छन्। पहिलो, बसोबास अवधि सकिनु अघि नै ठिक तरिकाले आवेदन बुझाइसकेको हुनु। दोस्रो, नतिजा नआउन्जेलसम्म बढीमा 2 महिना जापानमा कानुनी रूपमा बस्न मिल्छ, त्यसैले यो अवधि अवैध बसोबास हुँदैन। तेस्रो, सबै केसमा ठक्योए खेकेन स्वचालित रूपमा लाग्छ भन्ने होइन। उदाहरणका लागि, प्रस्थान तयारीको अवधि 30 दिन दिइएको छ भने यो आफैमा अब यसपछि जापानमा बसिरहनु गाह्रो छ भन्ने सन्देश हो। त्यसले गर्दा यस्तो अवस्थामा ठक्योरे खेकेन लाग्दैन। अर्कोतर्फ, प्रस्थान तयारीको अवधि 31 दिन दिइएको छ र त्यसबेला पुनः आवेदन स्वीकार गरिएको छ भने त्यस्ता केसहरूमा यो ठक्योरे खेकेन प्रयोग गर्न सकिने सम्भावना धेरै हुन्छ। साथै भिसा आवेदन गरेर ठक्योरे खेकेनमा प्रवेश गरेपछि सामान्यतया बसोबास अवधि सकिएको मितिबाट 2 महिनाभित्र नतिजा आउने व्यवस्था हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, ठक्योरे खेकेन कुनै मुक्त तरिका होइन, समयमै सही ढङ्गले आवेदन गरेको व्यक्तिलाई जोगाउन बनाइएको आधिकारिक नियम हो। त्यसैले चिन्तित हुने ठाउँ छ भने सकेसम्म चाँडै परामर्श लिनुहोस्। म भिसा सम्बन्धी विषयमा काम गर्ने प्रशासनिक कानुनी विशेषज्ञको रूपमा विदेशी नागरिकहरू र जापानका कम्पनीहरूका लागि उपयोगी जानकारीहरू निरन्तर रूपमा साझा गर्दै आइरहेको छु। यदि यस्तो जानकारी तपाईँलाई सहायक लाग्यो भने कृपया फलो गर्नुहोस्। र यदि भिसा आवेदन वा प्रक्रिया सम्बन्धी सहयोग चाहिन्छ भने मेसेज वा फोन मार्फत निसङ्कोच सम्पर्क गर्नुहोस्।ビザ申請のことなら、シャーク